अर्जुनधारा 5000 वर्षभन्दा पहिले पाण्डवका अर्जुनले धनु हालेर धारा निकालेर गाईहरूलाई पानी खुवाउनु भएको छ। यो प्रतीकात्मक रूपमा 5वटा धाराहरू बनाइएका छन्। यो स्थान चाहिँ अर्जुनले गुवाहाटीबाट लुटेको गाईहरू फर्काएर जितेर फर्काएर ल्याएपछि उहाँले गाईलाई पानी खुवाउनको लागि शिवको आराधना गरिसकेर वस्त्र प्रहार गरी धारा निकाल्नु भयो। गाईलाई पानी खुवाउनु अर्जुन धाराको मन्दिर पशुपतिनाथ पनि भनिन्छ यसलाई। जलेश्वर महादेव मन्दिर पनि भनिन्छ। अर्जुन धारा जलेश्वर महादेव मन्दिर भनिन्छ। अर्जुन धारा परिसरमा आज पहिलो पटक आइपुगेका छौँ। आनन्दमय शान्त वातावरण, मन चङ्गा हुने छ। तपाईहरु पनि आउनुहोस्, दर्शन गर्नुहोस्। यसको भौतिक स्वरूप जति छ, भौतिक स्वरूप भन्दा यसको महत्त्व अति नै ठुलो छ। शङ्कराचार्यले पनि भनिरहनु भएको थियो। ओम नमः शिवाय।